भगवान गौतम बुद्धले भन्नुभएको थियो कि यदि तिमीले कसैलाई रुवाएका छौ भने एक दिन तिम्रो पनि रुने पालो आउनेछ। किनभने कोही पनि व्यक्ति अरूको आँखामा आँसु झारेर सधैँ खुसी हुन सक्दैन। मानिसले दुनियाँलाई धोका दिन सक्छ, आफ्नो गल्ती लुकाउन सक्छ, तर भगवानले कहिल्यै कसैलाई माफ गर्दैनन्। यदि तिमीले कसैलाई रुवाएका छौ भने सम्झनु, त्यो आँसु केवल आँसु मात्र थिएन, त्यो कसैको विश्वास थियो, कसैको मन थियो, कसैको आत्माको पीडा थियो। यदि कसैको राम्रो गर्न सक्दैनौ भने नराम्रो पनि नगर, किनभने तिमीले गरेको प्रत्येक कर्मको प्रतिफल एक दिन अवश्य तिम्रै जीवनमा फर्केर आउँछ। भन्छन् नि, एउटा मिठो शब्दले कसैको मन खुसी हुन सक्छ। मानिसलाई धनले ठूलो बनाउँदैन, उसको व्यवहारले नै बनाउँछ। अरूलाई दिएको सम्मान, माया, सहयोग र सद्भाव नै अन्ततः एक दिन फर्केर तिम्रै जीवनमा आउने गर्छ। जीवनमा कहिल्यै कसैको कमजोरीमाथि हाँस्नु हुँदैन। आज ऊ कमजोर होला, भोलि समयले उसलाई बलियो बनाउन सक्छ। आज तिमी बलियो छौ भन्दैमा सधैँ त्यही अवस्थामा रहिरहन्छौ भन्ने पनि छैन। त्यसैले सधैँ राम्रो सोच, राम्रो बोल, राम्रो गर, किनभने तिमीले गरेको प्रत्येक कर्मले तिम्रो व्यवहार देखाइरहेको हुन्छ। अरूले नदेखे पनि भगवानले सबै देखिरहेका हुन्छन्। र अन्त्यमा मानिसले आफ्नो कर्मको परिणाम भोग्नुपर्छ। आज आफूले जे गरे पनि केही हुँदैन भन्ने लाग्ला, तर समय बदलिन धेरै बेर लाग्दैन। जसरी दिनपछि रात आउँछ, त्यसरी नै कर्मको परिणाम पनि एक दिन अवश्य आउँछ। त्यही भएर अरूलाई नराम्रो गरेर आफू खुसी हुने नगरौं।